कूटनीतिमा बालेनको नयाँ शैली, देशको मान सम्मानलाई ध्यानमा राखेर तोडे पुरानो चलन। दर्शकवृन्द, प्रधानमन्त्री बालेन्द्र शाहले कूटनीतिक भेटघाटमा नयाँ अभ्यास सुरु गरेका छन्। पद सम्हालेको 10 दिनपछि आज उनले नेपाल स्थित विभिन्न देशका राजदूतहरूलाई एकैसाथ भेटेका छन्। परराष्ट्र मन्त्री शिशिर खनाल सहित भएको यो भेटले वर्षौंदेखि चल्दै आएको पुरानो चलनलाई तोडेको छ। सामान्यतया नयाँ प्रधानमन्त्री नियुक्त भएपछि राजदूतहरूले पालै पालो छुट्टा छुट्टै भेट्ने चलन थियो, तर बालेनले सुरुवातमै सबैलाई सँगै भेटेर कूटनीतिक संवादलाई थप पारदर्शी र व्यवस्थित बनाउन खोजेको देखियो। यो कदमले समयको बचत मात्र गरेको छैन, बरु सबै देशलाई समान व्यवहार गर्ने सरकारको स्पष्ट नीतिलाई पनि देखाएको छ। कुनै एक देशलाई बढी र अर्कोलाई कम महत्व दिनुको सट्टा सबैलाई एकैसाथ भेट्नुले नेपालको कूटनीतिक सम्बन्धलाई थप सन्तुलित बनाएको छ। व्यक्तिगत र गोप्य भेटघाट भन्दा सामूहिक र पारदर्शी छलफललाई जोड दिएर बालेनले नयाँ उदाहरण पेश गरेका छन्। आफ्नो देशको मान सम्मानलाई ध्यानमा राखेर चालिएको यो कदमले बालेन सरकार पुरानो तरिकाले होइन, बरु नयाँ र स्पष्ट सोचका साथ अगाडि बढ्न खोजेको सन्देश दिएको छ।